Hello guys, welcome back to my channel. Hi Bandhu. Hi, daddy, Okay. daddy. ल आज चाहिँ हैन मलाई एक्कासी रुम डेकोर गर्न मन लाग्यो हैन। रुम एक्कासी भन्दा पनि लाइक मलाई चाहिँ पहिलेदेखिको हुन्छ नि एउटा आफ्नो पर्सनल रुम होस् अनि पर्सनल रुम पनि लाइक अलिकति गर्ली थिम भएको जस्तो खालको हुन्छ नि। त्यसको लागि चाहिँ मैले अलिअलि इन्स्पो चाहिँ पिन्ट्रेस्टबाट पनि लिएँ अनि मैले प्रायःहरू देखिरहेको हुन्छु क्या टिकटकहरूमा अनि त्यस पछाडि अरू सोसियल मिडियाहरूमा पनि मैले देखिरहेको हुन्छु क्या त्यो भिडियोज रुम डेकोरहरू गरेको होइन भिडियोजहरू। अनि त्यो भएर चाहिँ मलाई पनि आफ्नो रुमको चाहिँ मेकओभर गर्न मन लागिरहेको थियो होइन। लेट्स टेक यु इन्टु माई रुम। अहिले चाहिँ यो रुम कस्तो छ भनेर म देखाउँछु तपाईँहरूलाई अनि मेरो मेरो चाहिँ प्लान के कस्तो छ होइन त्योहरू पनि म तपाईँलाई भन्नेछु ल। फर नाउ मेरो रुम चाहिँ अहिले यस्तो छ है। तत्काल यो चाहिँ पुरै खाली खाली छ अहिले चाहिँ होइन। अनि यस्तो छ रुम चाहिँ अहिले। अब यो रुमलाई चाहिँ मैले मेकओभर गर्नुपर्ने छ होइन। यस्तो छ होइन अहिलेलाई चाहिँ। अब यो रुममा चाहिँ कता कता के राख्ने के गर्ने भन्ने कुरा चाहिँ मैले सोच्दैछु अझै पनि होइन। अलिअलि चाहिँ मेरो दिमागमा माइन्ड सेटअप मैले गरिरहेको छु। अलिअलि चाहिँ अब हुन्छ नि अहिले चाहिँ फर नाउ चाहिँ हामी के गर्छौँ भन्दाखेरि प्लानिङ अनुसारले चाहिँ यो बेडलाई चाहिँ म यो कर्नरमा राख्नेछु हैन। टक्क यो साइडमा बनाएर राख्नेछु। अनि दिस वान यो ट्रङ्क चाहिँ यसमा चाहिँ सामानहरू छ थुप्रै। सो यो ट्रङ्कलाई चाहिँ अहिले तत्कालको लागि चाहिँ यहाँ राख्नेछु होइन। अब पछि हेरौँ अब विल डु होइन। अनि तत्कालको लागि चाहिँ यो बेडलाई चाहिँ म यता ट्रान्सफर गर्छु। यसलाई चाहिँ म यतापट्टि ट्रान्सफर गर्ने फर अ लङ टाइम मैले चाहिँ होइन सोचिरहेको थिएँ कि अब एउटा रुम त चाहिन्छ नि त। अनि अब एज मैले भिडियो बनाउन थालेँ इट माइट बी अ कन्टेन्ट फर मी। यो चाहिँ मेरो लागि कन्टेन्ट पनि हुन्छ होइन। अब मैले रुम मेकओभर चाहिँ होइन अब पुरै नै गर्ने विचारमा छु। वाल पेन्टिङ चाहिँ भर्खर भएको छ। सो मैले वाल पेन्ट चाहिँ चेन्ज गर्नु पर्दैन। अब चाहिँ यसमा अलिअलि डेकोरेसनको सामानहरू चाहिन्छ त्योहरू चाहिँ अलिअलि मैले मगाइसकेँ। अलिअलि ल्याउन बाँकी छ होइन। डेकोरेसन गर्दाखेरि चाहिँ होइन वाल पोस्टर्सहरू पनि राख्ने विचार छ क्या मेरो चाहिँ। वाल पोस्टर्सहरू पनि राख्ने अनि त्यस पछाडि फेरि लाइट्स एन्ड अल भन्छ नि अलिकति पिन्ट्रेस्टी खालको चाहिँ बनाउन मन लागिरहेछ है। सो अब लेट्स सी कस्तो हुन्छ के हुन्छ। फर नाउ अहिलेलाई चाहिँ म बेड एक्सचेन्ज गर्नेवाला छु। बेडको पोजिसन चाहिँ चेन्ज गर्नेवाला छु ओके। अनि गाइस मलाई चाहिँ होइन वाल पोस्टर्सहरू चाहिरहेको थियो क्या लगाउनको लागि। अनि मैले अनलाइन चेक गरेको होइन। अनलाइन चाहिँ मलाई अलिकति महँगो लाग्यो क्या त्यो सबै हुन्छ नि। सो अनि मलाई चाहिँ अलिकति एफोर्डेबल रेन्जमा चाहिरहेको थियो होइन। अनि त्यही भएर चाहिँ मैले चाहिँ के सोचेँ भन्दाखेरि वाइ नट प्रिन्टिङ एट माइ सेल्फ इफ आई क्यान। मैले चाहिँ होइन पोस्टर्सहरू यसरी चाहिँ मैले प्रिन्ट गरेँ। कलरफुल प्रिन्टमा मैले निकालेँ जुन चाहिँ मलाई राम्रो लागिरहेको थियो त्यो पोस्टर्सहरू होइन। अलिकति गुड भाइब्सवालाहरू। अनि अब चाहिँ के गर्छु भन्दाखेरि यो चाहिँ अलि के कलरफुल प्रिन्टमै भयो भने अलिकति डार्क भयो भने चाहिँ हुन्छ नि अलिकति मजाले देखिन्छ क्या। अनि त्यही भएर चाहिँ अब यसलाई म चाहिँ हल्का कलर गर्नेवाला छु। भन्नाले कलर भन्दा पनि यसको पनि भनौँ न मेकओभर नै गरिदिन्छु क्या म। अलिअलि चेन्ज गर्नुपर्ने छ मैले होइन। त्यही भएर अलिअलि चाहिँ म चेन्ज गरिदिन्छु। लेट्स सी व्हाट वी क्यान डु। बाँकी त ठिकै छ होइन। बाँकी पोस्टर्सहरू हाल्दै छ। अब कुनैमा चाहिँ अब मलाई लाग्छ कि यसमा चाहिँ गर्नुपर्ने छ त्यसमा मात्र म गर्दैछु होइन। अरू त ठिकै छ। चाहिँ यत्रो धेरै गरेर भ्याइसकेँ है। यति सबै गरेर भ्याइसकेँ। अब चाहिँ बेडको प्लेसमेन्ट मिलाउने पालो। अब एक्लै त कसरी गर्नु। अब यसको लागि चाहिँ मैले भाइको हेल्प लिनुपर्छ। त्यसलाई बोलाउनु गएँ म।
यसरी बेडलाई चाहिँ यतापट्टि पारिदिइसकेँ अनि यतापट्टिको जुन ट्रङ्क थियो त्यसलाई चाहिँ पुरै खाली गरिदिएँ मैले, मतलब यहाँबाट निकालेर अर्को रुममा सिफ्ट गरिदिएँ। मैले माइन्ड चेन्ज गरेँ, यहाँनिर राख्ने प्लान थियो तर यहाँनिर राखिएन। अब ठिकै छ, यहाँनिर चाहिँ अर्को टेबल राख्ने प्लानमा छु अहिले म। अब पहिला चाहिँ यो फ्लोरहरू क्लिनिङ यताउता सबै गर्नुपर्ने छ होइन, थुप्रै कामहरू छ अहिले। सो अहिलेलाई चाहिँ यति मात्र गरेको छु रुममा। आजको यति नै हो मेहनत चाहिँ। अब यो रुममा चाहिँ अब वाल पोस्टर्सहरू के लगाउने भन्ने प्लानमा छु। अब आजको भ्लगमा चाहिँ यति नै है। अब भोलिको भ्लगमा चाहिँ म देखाउने छु कसरी अझै अगाडिको प्रोसेसहरूमा देखाउने छु। आजलाई यति नै, बाइ बाइ, टेक केयर सबैजना।